पहाडी भागका गाउँ बस्तीबाट बसाइ सर्ने क्रम तीव्र रूपमा देखिएको छ, किनकि यहाँ व्यवस्थित खानेपानीको व्यवस्था नहुँदा, सिँचाइको लागि पानीको व्यवस्था नहुँदा, बाटो घाटो, विद्युत, सञ्चार, स्वास्थ्य जस्ता सेवा सुविधाहरूबाट वञ्चित हुनु परेको भन्दै पहाडी जिल्लाका धेरै बस्तीहरू अहिले धमाधम तराईतर्फ बसाइ सर्दै गरेको दृश्य देख्न सक्नुहुन्छ। यहाँका हजारौं हेक्टर जमिनहरू बन्जर जंगल बनिसकेका छन्। यही क्रम रहेमा पहाडी जिल्लाहरू केही वर्षमै खाली हुन सक्ने अनुमान गरिएको छ। यसको लागि सरकारले सबैभन्दा ठूलो पहल गरी पहाडका जिल्लाहरूमा सबै चिजको सेवा सुविधा पुर्याई यी बस्तीहरू खाली हुनुबाट रोक्नको लागि सरकारले पहल गर्नुपर्ने देखिन्छ। होइन भने केही वर्षमै पहाडी जिल्लाहरू पुरै खाली हुनेछन्।